दुईजनाले बल लगाएर मजाले ढिँडोलाई मस्कायौँ। अनि यसपालिको स्पेसल चाहिँ हामीहरूले कोदोको ढिँडोसँग मासुको झोल मजाले खायौँ कि घरमा त मजाले बनाउनुहुन्थ्यो आमाले ढिँडो कति मजाले मस्काउनुहुन्थ्यो कि तर देखेको जस्तो सजिलो चाहिँ हुँदैन रहेछ कि। दुईजना साथीहरूको चाहिँ प्लान थियो कोदोको ढिँडो खाने भनेर, अनि साथीले चाहिँ पुरा मासुको झोल बनाउँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ कोदोको पिठो चाहिँ अब आधी किलोले चाहिँ पुग्दैन होला भनेर 1 किलो ल्याएको थियो। आधी किलोको 2 प्याकेट, एउटा प्याकेटलाई चाहिँ मजाले छानेमा छानिदिउँ। अनि कराईमा पानी बसालिसकेपछि थोरै मैले घिउ पनि लगाइदिएँ। घिउ चाहिँ लाउनुपर्छ भनेर हाम्रो साथीजीले भन्नुभएको कि पानी मजाले उम्लिन थालिसकेपछि थोरै कोदोको पिठो लगाइदिने। एकछिन मजाले उम्लिसकेपछि त्यो 2 मुठी जति चाहिँ मैले कोदोको पिठो लगाएँ। ढिँडो पाक्दै गर्दाखेरि उता मासु पनि पाकेर चाहिँ रेडी भयो। अनि गिर्खा बस्छ भनेर माडै थियौँ कि होइन मजाले नि। अनि बल भन्नुहुन्छ भने कति बल गएको भन्ने कुरा त्यो हामी दुईजनाले मात्र थाहा छ। एकचोटि कराईलाई मजाले फोर्सले समाउने, उहाँले मजाले मस्काउने होइन। अनि एकचोटि उहाँले समाउने मैले मस्काउने गरेर मजाले ढिँडोलाई चाहिँ पकाउन चाहिँ पकायौँ। एकचोटि मजाले छोपिदिउँ। अनि फेरि मजाले माडिसकेपछि लगभग ढिँडो चाहिँ रेडी भयो। अनि हल्का गिलो भए जस्तो लाग्थ्यो तर थालमा लाइन्जेलसम्म चाहिँ सेलेको थियो। अनि सेलिँदाखेरि चाहिँ नर्मल ठिकै भएर चाहिँ त्यस्तो गिलो चाहिँ भएन। अनि गोलभेडाको अचार भइहाल्यो, मुलाको अचार पनि छुटाउँदैन, मुलाको अचार भइहाल्यो। तरकारीलाई चाहिँ बोलमा लगायौँ। अनि साइडमा थोरै सलाद पनि ल्यायौँ। अनि त्यसपछि दुईजनाले चाहिँ मजाले कोदोको ढिँडोसँग मासु अनि गोलभेडाको अचारलाई चाहिँ मजाले इन्जोय गर्यौँ।